हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आजको भिडियो चाहिँ अलि डिफ्रेन्ट छ। गेस वाट, आज चाहिँ डिफ्रेन्ट भिडियो छ। आई एम रियली एक्साइटेड टु सो यु गाइज। लुक वाट आई गट, रेभलनको हेयर ड्रायर ब्रस। 2 हप्ता अगाडि किनेको थिएँ अनि अनबक्सिङ गर्ने टाइम चाहिँ पाएको थिएन। त्यही भएर मेरो कपाल चाहिँ मैले वेट हेयर नै भिडियो बनाउनु लागेको। इट्स अलमोस्ट ड्राई। म चाहिँ यो अहिले चाहिँ युज गर्नुको लागि यो अनबक्सिङ गरिसकेपछि। लुक एट दिस, भेरी नाइस। आई लाइक द कलर। आई क्यान नट वेट टु सी हर। मैले चाहिँ अर्को के हो नाम नै बिर्सेँ, त्यो लिन लागेको थिएँ। यो चाहिँ बजेट फ्रेन्डली पनि थियो अनि धेरै राम्रो रिभ्यूहरू पनि देखेको थिएँ कि मैले, त्यही भएर चाहिँ यो लिएको। कर्ल गर्न नि मिल्छ अरे अनि ड्राई पनि हुनुभयो। वी विल ट्राई लेटर। ओके, मसँग अरू स्टक पनि छ अनबक्स गर्नको लागि चाहिँ, अरू पनि हेरौँ। त्यसपछि एट द एन्ड यो चाहिँ यो ब्रसलाई युज गरौँला। It's ready. You just plug it in, then you do your hair. Very easy and very nice. This will be my favorite, I guess. Then guess what I got. I have been waiting for this so long. मलाई चाहिँ अर्को DJI को मिनी माइक लिन लागेको थिएँ, तर समहाउ यो चाहिँ मलाई बजेट फ्रेन्डली नि लाग्यो। अनि यो चाहिँ लुक 2 छ कि, यो चाहिँ 2वटा छ कि, त्यही भएर मलाई चाहिँ डुओ चाहिएको भएर चाहिँ यो लिएको। मैले अर्डर गरेको थिएँ अनि आज बिहान चाहिँ मैले रिसिभ गरेँ। ओपन गरौँ है त। यो चाहिँ मलाई एकदम इम्पोर्टेन्ट हो कि मेरो लागि चाहिँ। मैले कतिवटा माइकहरू चिप नै लिइरहेको हुन्थेँ कि, त्यही भएर चाहिँ चिप भए मैले युजै नगर्ने कि। चिप भए नि राम्रै काम गर्थ्यो होला, अब एक्सपेन्सिभले मात्रै काम गर्छ भन्ने कुरा होइन। चिप भए पनि काम गर्थ्यो होला। मेरो भोइसै कस्तो नराम्रो लाग्छ कि मलाई माइक्रोफोन युज गर्यो भने नि यत्तिकै पनि। कहिलेकाहीँ मेरो साथी पनि हुन्छ नि त भिडियोमा, त्यही भएर दुईवटा भयो भने चाहिँ इट विल रियली हेल्प फर बोथ अफ अस। किन यति धेरै गाह्रो भइरहेको। अनि प्रोस्पिक, दिस इज द स्टिकर। Prospect, this is the sticker. Oh my god, के झर्यो। This is the sticker. This one, Prospect is sticker. Guess what? This is the instruction, I think. Ooh, little bag. यो राख्ने होला के छ यहाँ भित्र चाहिँ। Do not eat. यो छ। त्यसपछि चाहिँ what is this? Oh, for my iPhone. यो चाहिँ आइफोनमा चार्जर पनि आउँदो रहेछ। मलाई चाहिँ चार्जर चाहिँ डिफ्रेन्ट किन्न पर्ने हो कि भन्ने लागेको थियो होइन। दिस इज चार्जर, टाइप-C रहेछ। अनि दिस इज सो क्युट। आई वाज वेटिङ फर दिस सो लङ। सिजर पनि के हो, काट्दैन त। आजबाट चाहिँ मेरो भोइस डिफ्रेन्ट सुन्न सक्नुहुन्छ आई गेस। लुक, दिस इज लिटल क्युटी। अनि म्याग्नेट रहेछ यहाँ चाहिँ। यु क्यान जस्ट प्लग इट। ओ माई गड, कहाँ गयो। यु जस्ट प्लग इट हियर, आई थिङ्क इनसाइड एन्ड देन ओ यस, लुक हाउ क्युट इट इज। Love it. Why it has to go here or where? Okay, not there. Cute. यो भइहाल्यो। कस्तो नजोडियो न यार, अहिले जोडिहाल्छु नि म तिमीलाई। ओलील्यान्ड मिनी डुओ। मैले चाहिँ कतिको रिभ्यू पनि, यो चाहिँ म्याग्नेट भयो, यो चाहिँ माइक भयो। कस्तो यो अड्किरहेको रहेछ। मैले कतिजनाको रिभ्यू पनि सुनिरहेको थिएँ कि आई होप दिस विल मेक माई भिडियो, मेरो अडियो क्वालिटी चाहिँ राम्रो दिनेछ। चार्ज गरिहालौँ है त। खुसी मिल्छ कि सानो कुराहरूले नि, मलाई चाहिएको कुराहरू पाउँदा चाहिँ। दिस इज सो क्युट।
अनि एकदम अफोर्डेबल पनि छ है। यो चाहिँ चार्ज गरिहालौँ किनकि मैले आज चाहिँ भिडियो बनाउनु छ, आज चाहिँ भ्लग बनाउँछु। म बाहिर जाने हो कि एकछिनमा भिडियो बनाउँछु, तर अनफर्चुनेटली मसँग यो ठुलो चाहिँ छैन जस्तो लाग्यो। वेट, आई फाउन्ड इट। चार्ज गरिहाल्नु पर्यो। चार्ज गरेर चाहिँ म तपाईँहरूलाई अब एकछिनमा म बाहिर जाँदैछु नि त मेरो साथीसँग। म यो क्युटी युज गरेर चाहिँ भिडियो बनाउँछु। अडियो चाहिँ कतिको डिफ्रेन्ट आउँदो रहेछ हेरौँ है त। यो भयो, रेभलनको यो भइहाल्यो, ब्रस भइहाल्यो। त्यसपछि चाहिँ होलील्यान्ड माइक्रोफोन भयो, माइक भइहाल्यो। अनि त्यसपछि मसँग अर्को चाहिँ के छ भने यो सिमको प्याकेज छ। सिमको प्याकेज चाहिँ खोलिहालौँ है त कस्तो छ। मलाई चाहिँ बेसिक क्लोथहरू चाहिँ लिएको छु डेली वेयरको लागि। Oh my god, I love the color. It was really needed. मेरो चाहिँ ब्रान्ड चाहिँ थियो, मेरो रिस्टमा लाउनु चाहिँ थिएन कि। Yes. Then I can wash my face. तपाईहरुले चाहिँ सक्नुहुन्छ होला, पानी यता आउँदैन होला। मेरो चाहिँ जाडोमा चाहिँ यस्तो इरिटेट हुन्छ कि मेरो यता आउँछ के पानी। It needed. Once a week or twice a week चाहिँ हेयर मसाज गर्छु कि ओइलसँग। अनि के अरे ओइल मसाज गर्छु कि। अनि मलाई जहिले नै हातले लगाएको हुन्छ कि तर त्यो मजाले गएको जस्तो लाग्दैन कि भित्र। आई विल पुट द ओइल इन दिस कन्टेनर। त्यसपछि म यस्तो गरेर मेरो हेयर मसाज गर्नेछु, ओइल मसाज गर्नेछु। अर्को व्हाट इज दिस? त्यसपछि व्हाट इज दिस? यो चाहिँ के हो? टी सर्ट। लुक, ट्राई अन हाल पनि मैले भिडियो बनाऊँ कि जस्तो लागेको छ। तर स्मल मगाएको थिएँ, एक्स्ट्रा स्मल मगाउनु पर्दो रहेछ। क्या ठुलो जस्तो देख्छ त। Christmas PJ. Christmas PJ. Christmas PJ. Quality is really good. I love it. वाम पनि छ मेरो Christmas PJ. Socks. फोटोमा त कस्तो राम्रो हार्ट देखिरहेको थियो त। यो हार्ट हो कि जस्ट polka dot? I have so many, I don't know how many pieces. Cute and warm for the winter. Another one. के हो यो चाहिँ? यो पनि मैले स्मल मगाएको थिएँ तर एक्स्ट्रा स्मल मगाउनु पर्दो रहेछ। अनि यो चाहिँ के हो? यो चाहिँ मेरो जगर। यो पनि ठुलो जस्तो छ। यो चाहिँ भित्र चाहिँ उ छ कि थर्मल छ कि। यहाँ चाहिँ एकदम वार्म छ डेली युजको लागि। मैले चाहिँ एकदम बेसिकहरू मात्रै मगाएको थिएँ। अर्को पनि लुक एट दिस। म चाहिँ ट्राई अन हाल नै गरम भनेको। मेरो साथी आउन लागेको छ, मार्छ फेरि ढिला गऱ्यो भनेर मैले अलरेडी ढिला गरेको छु। अनि अर्को चाहिँ मसँग के थियो? अर्को चाहिँ मसँग सिमको चाहिँ थियो, मैले किन बिर्सेको। Another one is hair cap. Another one is this for my hair. I like the color. तर ठुलो हुन्छ जस्तो छ। मलाई चाहिँ स्मल भन्दा नि एक्स्ट्रा स्मल ठिक हुन्छ कि। मैले चाहिँ ठुलो मगाएछु जस्तो छ। यो ट्राई गर्नु छ नि त। यो हेयर ब्रस चाहिँ ट्राई गरौँ ल कस्तो छ भनेर। एक्चुअली मेरो कपाल चाहिँ ड्राई भइसकेको छ नि त। अनि मैले युज चाहिँ गरिनँ। म यो ब्रसको भिडियो चाहिँ फेरि एक्स्ट्रा बनाउने। कपाल चाहिँ अलरेडी ड्राई भइसकेको छ। अनि मैले चाहिँ यो चाहिँ ड्रायर ब्रस हो नि त खासमा। अनि त्यसपछि स्टाइल गर्न नि हुन्छ कि यसले चाहिँ। अनि मेरो चाहिँ कपाल अलरेडी ड्राई भएको छ। अनि आज चाहिँ हामी हेयर कटको लागि जाँदैछौँ।
सो आजको भिडियो चाहिँ यति नै. थ्याङ्क यू भेरी मच फर वाचिङ. सी यु इन नेक्स्ट भिडियो. बाई बाई. लभ यु अल. एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर, सब्सक्राइब टु माई च्यानल.